हेलो हेलो आज चाहिँ हामी वाइ चाउचाउको चटपट खान लागेको नानाको मारा यामी यामी पिरो अकबरे खोर्सानी सपनाले गर्दाखेरि मैले पनि चटपटे खान पाएँ। चटपट खाँदैछौँ खानी चटपट छटपट अनि मुख पानी आइसक्यो मिठो है दामी नेपालको वाइ चाउचाउ अनि किन नमिठो है यहाँको मलाई दामी मेरो चाहिँ हेर्नु रास फेरि त्यतिकै मोटाउँछ त लड्यो मिठो भएछ है रहेको खानुपर्छ सौताले लान्छ भन्छ सौतालाई भुत्ताएर आयो भने त म त कति मिठो भएको है दामी भएको खाँच्चिन लास्टै मिठो भयो चटपटीमा हुने पिरो चाहिँ खतरा पिरो हो अगापरे होइन साह्रै पिरो छ अगापरे तपाईँलाई खानु गोरो हो सपना यो खानु है खाऊ न खाऊ म त हुन्छ भयो अनि खाउँला मेरो पनि दिएर त्यसो गर्दा कति धेरै देखेको दामी क्या कस्तो मिठो भएको है मिठो पो हुँदैछ तर यहाँको किनेको यहाँको इन्डियन सपमा किनेको चाउचाउ मिठो हुँदैन नि यो त मिठो हुँदैन नि साह्रै तिखरी हुन्छ यो नेपाल पालेको चाहिँ आयो हो तर नेपाली आयो होइन मेरो सुनकुमा दिनलाई धन्यवाद छवटा ल्याइदिनु भएको थियो ल चारवटा उयो पकिहाल्यो धन्यवाद मेरो तर्फबाट दुईवटा मेरो छोरीलाई हालिदिएको रहेछ क्या चाउचाउ तपाईँले पठाइदिएको चाउचाउले चटपट दामी भयो सुनकुमार दिदीलाई धेरै धन्यवाद उहाँसम्म यो भिडियो पुगोस् चाडा जति मान्छे आयो भनेर हतार हतार पकाइहाल्यो त्योपछि आफ्नो त ठाउँ नभएर केही हाल्न पाएको भएको नानाले 3टा नुडल त्यो भेज चाउचाउ दिएछ 2टा चाहिँ बहिनीलाई दिएँ मेरो बस्नु गयो एउटा खाएँ मैले मेरो छोरीलाई पनि धन्यवाद पठाइदिएको छोरीलाई पनि धन्यवाद नाल नाल भन्दै थियो म किनेर ल्याएर हालिदिन्छु भन्दै थियो छैन नानी ठाउँमा अट्नु छैन भन्दै यो 2टा पनि हाल्दैछ मेरो छोरीलाई पनि धन्यवाद मिठो भयो है राम्रो फेरि आफ्नै बारीको डल्ले खोर्सानी पिरो चाहिँ यामी भएको हुने पनि खाना समय आउनु पर्दो रहेछ तपाईँलाई कहिले तपाईँको एक महिना भयो पकाएर खान्छु भने होइन कहिले फेरि के गरेर होस् भन्दा भन्दै आज पो जोड्या रहेछ महाकालमा ठिक्क मैले अस्ति कलेन्जर लिएको 2 महिना अगाडि हिजो अस्ति नै खाएको भयो नत्र म कति खान्थेँ त अहिले चाहिँ धेरै मोटाएर कमै गरेको खान्ला चाउचाउहरू चाहिँ करेन कहिले फोन गर्दा भाइले डर लाग्छ खाइ नखाला पिरो भयो भने भएर डर लाग्यो हुन्छ केही हुँदैन है केही हुँदैन काँक्रा टमाटर छ नि त टमाटर लिउ गर्छ नि है
पसिना निस्क्यो यो सपना त कति मोटी कस्तो गोरो देखेको क्या हुन त गोरी नै छ होइन यस्तो मोटी चाहिँ छैन है तिमी अस्ति भन्दा अलिक घर जस्तो लाग्छ लाग्नु चाहिँ तर फेरि उस्तै देख्छु होइन उमा त त्यहाँ म त देखाएँ ठिकै छ खानु टमाटर खानु त पनि भयो मैले यस्तो त्यो युट्युबमा यति रास खानेको थुपारेर खान्छ खाइसक्दा कि त्यो कटाउँछ हो होइन के भन्छ हामीलाई त एक प्लेट खानै गाह्रो छ त हौ धेरैजना हुँदा पनि धेरै खाइन हुने खतम लानाकालाई एक प्लास नै गर्छ त्यो दिनहरू पनि गयो सपना अब आउँछ के जाने त आउँछ अब आउँछ आउँछ आउनै अब अर्को महिनामा आउँछ है जानु चाहिएन अब ए थप जाने हो जानुपर्छ अब गएको होइन अब के आउँछ अहिले ढिलो गएर छिटै आयो भने त ट्याक्सी मिलेर गयो भने चाहिँ हुन्छ क्या है मेरो मिल्दैन क्या भने ढिलो जा छिटो आइहाल्नु आएन बाबा जानु बेला भन्ने हो टाढो पनि भएन खानु है भयो ल धन्यवाद कमी बोल्दाखेरि न मलाई बोलाएर कति खाइसकेर खानु अलिक भयो जुठो छैन के को जुठो हो खाइहालिन्छ तर पनि भयो म त पहिला जुठो कसै पनि खाँदैन फेरि म त संसारी हो खाइदिइहाल्छु जो पनि म कसै पनि खाँदैन उहाँ भनेर क्या हामी सभाहरू हामी मार्थाहरू हामी मात्र अरू कसै खाँदैन मेरो बुढोले त्यसरी जुठो खानुहुन्न क्या यसपालि फर्स्ट टाइम नै हो एकै ठाउँमा खाएको के अब यसो टापेटिको त हो तर एउटै खाना खाएको नि हाँसेर बस्नुभयो क्या अनि किन हाँस्नुभयो बा भने केही कुरा याद गरिरहेको छ ए एकै ठाउँमा हामीले जुठो खाएको भने हाँस्दै छोरी चाहिँ खानु त पर्छ नि खानु त पर्छ नि मलाई नि फेरि दिन कस्तो लाग्छ नि त बुढोलाई मेरो बुढोले खाइदिनु भयो यसपालि तैँले होटलमा जाने बेला उसको बाबा छोरी त खानुहुन्छ मसँग चाहिँ फर्स्ट टाइमै हो त्यस्तो खाँदै नखाने भन्ने त होइन कि भयो नि एउटै कचौडामा यस्तो गरेर एउटै प्लेटमा त्यसरी चाहिँ सेयर गरेर खाएको चाहिँ फर्स्ट टाइम चिताउने छोरीको नानी त बनाउनु जान्दैन नाता बनाएको नानीको बनाएँ पाला दाइले आउनु नजाऊ भनेन मैले पहिल्यै यहीँबाट भनेर गएको थिएँ नि त मलाई रोक्नु पाइन्न है मेरो अझै ऋणहरू छ तपाईँलाई थाहा छ होला जे गर इच्छा घरमा विश्वासी भएपछि ढुक्क हुन्छ हौ तिम्रो इच्छा गर बस्नु विश्वास भयो भने हुन्छ अब म पनि दाइलाई त्यतिकै विश्वास हुन्छु दाइले मलाई अब विश्वास गर्नुहुन्छ के हो त्यस्तो केही छैन होइन मेरो त एकदमै राम्रो अति रासन खाइसक्यो ठिक छ के गर्नु यति त गर्नु अब खुर्सानी बराबर दामी भएको क्या नि है बुझा नभयो
भुजामिना पनि कस्तो मिठो भएको है चाउचाउ यहाँ यो फेरि नेपालको चाउचाउ भयो नि त प्योर हो नि त फेरि नेपालको चाउचाउ यो चाउचाउ कसले बनाएको अरे के चौधरी ग्रुप चौधारी ग्रुप खाउनु त मिठो खाउँछौ उनीहरूले खाँदैन तिमीहरू खान्छ खाँदैन उनीहरूले खाँदैन अरे भन्छ हामीले खाएर फेरि सुइकिन्छ तिमीहरू बाँचिरह एक पाकेट चाउचाउ खायो भनेको अरे मै इन्टरभ्यू दिँदा दिँदै नखाएको हो कि खाँदैन खाएन के भने सुनेको थिएँ हामीलाई यसरी मार तिमीहरू धनी मात्रै हुँदै गर संसारमा एक दिन जानै पर्छ जे खायो नि गइहालिन्छ होइन तर त्यो भन्दामा चाउचाउ धेरै खानु चाहिँ हुँदैन अलिक कम गरेँ म नत्र हरे हुन्छ बाई 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 बाई